के हो अनि भाडामा थिएन भाडामा लाएन मेलामा आएर कहिले खानु हुन्न हेर हो खानी भन्ने चाहिँ उही हो सुरुमा खाप्न मात्रै बाँकी थियो Hello, welcome everyone. के छ त अब सदा भने के भुलाई यो सदा भने यहाँनिर के उपदेश सिक्छ भन्दा सो गाइज हामी चाहिँ अब हामी कहाँ जाँदा अरे हामी अब टुडी खेल सोनाम र छार मनाउनलाई टुडी खेलमा जानलाई हो हामी होइन टुडी खेलमा अब त्यहाँ चाहिँ सबैजना तामाङहरू चाहिँ त्यहीँ भेला हुन्छ आज थाहा छ अब तामाङ उयो बाहुन उयो बोले रे तामाङ बाहुन सब भेला हुन्छ मा जानला यसको कपाल चाहिँ खतरा लाग्यो खै देखाइदेऊ नि त एकचोटि खै अनि है बाबा के हो भाइ लुगा खै तिम्रो ल गाइस अब चाहिँ हामी टुडी खेल जाने हो टुडी खेल गएर अब हामी अब यसो के गरौँ अनि होइन के गरौँ त्यहाँ गएर अलिकति यसो एउटा स्पेसल सरप्राइज छ क्या अलिकति हेर्नुपर्छ त्यसको लागि चाहिँ होइन अब यहाँबाट चाहिँ गाडीमा चढेर जाने हो हामी चाहिँ गरिब मान्छेहरू के गर्ने गाडी किन्नु दिनु पर्यो कि हामीलाई कार्ड लिएर यहाँ लागि होइन ल अब चाहिँ हामी अब डाइरेक्ट त्यहीँ गएर भ्लग गरौँ है के गर्ने अब यहाँ बाटो बाटोमा के गरौँ है त्यस्तो त आयो भन त भ्लगमा पहिलोचोटि है भ्लगमा चाहिँ उसको जस्तै ऊ चाहिँ अब पुरानै हो हुन त तर के आउँदैन खराब टिकटकर ल गाइस अब चाहिँ हामी डाइरेक्ट टुडी खेल गरेर भ्लग गरौँ ल यहाँ टुडी खेल आइपुग्यो यतैबाट अब भ्याइसक्यो ओ माई गड गाइज होइन यहाँ चाहिँ भिडभाड एकदम खतरा भिडभाड छ है के हुन्छ अरे के भने तामाङ उसाड्यो भने के सबैले थाहा के हो तिमीलाई के अरे यो मुलाहरू त बल्ल चाहिँ हामी टुडी खेल आइपुग्यो गाइस होइन अब यहाँ हो गाइस टुडी खेलमा यहाँ तामाङनीहरू देख्न सक्नुहुन्छ होइन एकदम राम्रीहरू हुनुहुन्छ लास्टो फ्यापुला जिजुवाले ननाङा तामाङमा बोल्दै खै नाच वा दामी भइरहेको गाइस यो टुडी खेलमा हामी चाहिँ होइन सबसे राम्रो कास्टै तामाङ हो क्या तर पासमा चाहिँ बताउँदैन भने मलाई हेर भाई साहब कुछ ज्यादा नहीं हो गया ये मतलब कुछ भी समाधान गर्नु
गाइस अब चाहिँ हामी चाहिँ यसो वातावरण हेरेर जाँदैछौँ होइन टोली खेलको कस्तो हरियाली सरियाली दिदीबहिनीहरू जस्तो अब दादा देख्छ त्यही दादा राम्रो राम्रो केटी देखाएको छ त्यही के हो भेट्यो भाइ भेटाउनु खोज्यो खोजी जाली छ वाला च्याङ्बा सेलो पनि यहाँ बस्नेछ खानमाथि सेलो बस्नेछ र विभिन्न यहाँ साइकलले नेता यता हेर यिनीहरूलाई A few moments later. गाइस हाम्रो चाहिँ यहाँ अलिकति बिजोग अवस्था भएर हिँडिरहेछौँ होइन अब यहाँ के भन्नु अब लाजै लाग्यो यार खाजा खाएको मोमो त्यहाँभित्र अनलाइन बजारमा अनलाइन न नेट चल्छ न डाटा चल्छ नेट छँदै छैन त्यहाँ डाटा चल्दै चलेन बिजोग भइरहेको कस्तोमा आमा यस्तो होइन पैसा नभएर यहाँ अब एटिएम खोज्दै हिँडेको एटिएम पनि चल्दैन त्यहाँ अब अर्को बिजोग छ अब मागेर चाहिँ कहाँ दिन्छ त नि अनलाइन जाँदै अघि बल्ल चलाएको थियो होइन ल जम ल के गर्ने अब गाइस फाइनली क्यास पायो है हाम्रो यहाँ त्यतिका न एटिएम चल्यो न केही चल्यो है एटिएम सिटिएम नचलेर यहाँ एउटा कपडा हुने दाइकोमा वाइफाई हाल्न लगाएर हामीले चाहिँ क्यास लिएको छौँ अब हाम्रो यहाँ साथीहरू चाहिँ के गरिरहेको त्यहाँभित्र है पैसा नभएर भाँडासाँडा माझ्यो हेरेर जानु पऱ्यो केटा अब ल अब यहाँ अब खाएपछि क्यास नभयो भने चाहिँ यस्तै दुःख पाइहाल्छ नि अघि नआउँदाखेरि निकाल्नु बुझिरहेको थिएँ निकालेन ठिकै भयो अब के गर्ने अब यहाँ पुरिरहेको होला अब म त्यहाँ लगेर देखाउँछु है ल गाइस अलिक गाह्रो भएर होला त्यही भएर यहाँ अलिक टाढा बस्छ कस्तो छ मैले बचाएँ भाइ मैले केटीलाई यस्तो रोकेर हरामी हो बेटा होटेल चाहिँ कहाँनिर खाएको अघि जाउँ ल गाइस फाइनली हामी चाहिँ अब ठ्याक्कै आइपुग्न लाग्यो हामीले खाएको होइन आइपुग्न लाग्यो अब हाम्रो यहाँ अब चारजनाको रियाक्सन पनि हेरौँ न कस्तो है 1 घन्टा बढी भइसक्यो पुगेको त्यहाँ पैसा लिएर आउँछ भने अब यहाँ यस्तो भिडभाडमा कसरी आएको हामी होइन भर्खर अघि देखाइहाल्यो यहाँ हो आइपुग्नु लाग्यो कुनमा अरे यहीँ हो ए अझै छ तिनीहरू के छ त सम्झीहरू हाल्नु के हो सम्झीहरू के हो अनि भाडामा थिएन है एटिएम पनि चलाएको थिएन अनि फेरि त्यो पसल दाइलाई मागेर बल्ल कसम चार्ज दिएर आएको ल अब हामी चाहिँ पैसा ल्याइसक्यो भर्खर ल्याङ भएर काकाबाट पैसा ल्याएर पैसा तिर्दैछ बल्ल कस्तो लाग्यो पैसा कति छ अरे हेर्छ कस्तो लाग्यो त सबभन्दा खतरनाक एक्सपिरियन्स पैसा हुँदा त पनि गरिब जस्तो फिलिङ भयो केटा हो गरिब जस्तो अब तेरो छोरी पनि क्यास लिएर हिँड्नु क्यास लिएर क्यास लिएर हिँड्नु होला अनलाइनमा भर्नु पर्नु होला ल नेपालको टेलिकममा भर्नु पर्नु होला केटा हो मेलामा आएर कहिले खानु हुन्न हेर हाम्रो खानी भन्ने चाहिँ उयो है सुरुमा खाप्न मात्रै बाँकी थियो के बोले भाइ के बोले के छ थाहा बोले
गाइस अब हाम्रो चाहिँ यहाँ भ्लग पनि सक्यो है अब यहाँ लोसार पनि सक्यो एउटा गीत हाम्रो पनि बजाएन आज चाहिँ अब यहाँ गाडी पनि पाएन गाइस अब चाहिँ गाडी पनि पाएन होइन अब हिँड्नुपर्छ नेपाली बोल बाबा चाहिँ हाम्रो पैदल यात्रा किनकि यहाँ एकदम धेरै मान्छे छ त्यही भएर यहाँ पैदल यात्रा गर्नुपर्ने छ सो भ्लग हेरेर यहाँसम्म रमाइलो गर्नुभयो धन्यवाद छ थ्याङ्क यू सो मच बाई बाई सी यू